ल आज हामीले चाहिँ एउटा प्र्याक्टिकल गर्नेछौँ यो गुड कन्डक्टर र के भन्छ इन्सुलेटरबाट कुन-कुनबाट ग्राफाइटबाट के भन्छ इलेक्ट्रिसिटी फ्लो हुन्छ हुँदैन आयरनबाट हुन्छ हुँदैन त्यसको हामी के गर्छौँ अब प्र्याक्टिकल गर्छौँ। हामीसँग आज के छ भने यो एउटा कपरको वायर छ अनि एउटा ब्याट्री छ अनि एउटा मोटर छ त्यसपछि एउटा बल्ब छ यहाँ इलेक्ट्रिक बल्ब यो पनि छ इलेक्ट्रिक बल्ब यो चाहिँ यसमा यो पेन्सिलमा के हुन्छ भने चाहिँ एउटा कपर हुन्छ यो कपरबाट पनि इलेक्ट्रिसिटी फ्लो हुन्छ र आयरनबाट पनि हुन्छ यो कीबाट हामीले गर्नेछौँ। ल राधिका टेक दिस सबभन्दा पहिला इन्सुलेटर र कपरको कुरा गर्छ र एउटा ब्याट्रीबाट यो भनेको एउटा कपर तार हो कपर वायर हो त्यो वायरबाट के हुन्छ इलेक्ट्रिसिटी फ्लो हुन्छ भनेर हामीले मात्रै थाहा छ र त्यसपछि इन्सुलेटरबाट हुँदैन। इन्सुलेटरको रूपमा जस्तै कि हामी बिचमा प्लास्टिक राखिदियो बिचमा कुनै पेपर राखिदियो पेपर एउटा फायरवुडको के चाहिँ छिल्को छ त्यसबाट राखिदियो माथिमा र एउटा माथिबाट इलेक्ट्रिसिटी दियो भने के हुन्छ यसमा इलेक्ट्रिसिटी के हुन्छ पास हुँदैन जुन वस्तुबाट इलेक्ट्रिसिटी पास हुँदैन त्यस्तो वस्तु के हो इन्सुलेटर हो। त्यही भएर के हुन्छ भने कपरको वायरमाथि पनि के हुन्छ इन्सुलेटरले के गरेको हुन्छ कभर गरेको हुन्छ है। अब हामी गर्छौँ के यो ग्राफाइटबाट पनि इलेक्ट्रिसिटी फ्लो हुन्छ भनेर चाहिँ हामी सुनेका छौँ र त्यो कुरा हामी के गर्छौँ भनेपछि प्र्याक्टिकलमा हामी हेर्नेछौँ। सबभन्दा पहिला मैले दुईवटा वायर छ होइन एउटा छ माइनस प्लस छ त्यो मैले ब्याट्रीमा कनेक्ट गरिदिएको छु एउटा मैले के गर्छु भने मोटरको अर्को साइडमा मैले क्लिक गरिदिएको छु र एउटा साइडमा म के गर्छु भने ग्राफाइट राख्छु र अर्को साइडको ग्राफाइटको अर्को साइडमा म के गर्छु भने इलेक्ट्रिसिटी दिन्छु अनि यहाँ हेर्छु हामी इलेक्ट्रिसिटी फ्लो हुन्छ हुँदैन। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ एउटा हामीले तार अर्को साइडको पेन्सिलको अर्को साइडमा राखेको छौँ र अर्को भनेको त्यो इलेक्ट्रिसिटी मोटरको जहाँ वायरमा कनेक्ट हुनुपर्ने थियो त्यहाँ चाहिँ राखेको छु। हेर्नु तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ ग्राफाइटबाट पनि के हुन्छ इलेक्ट्रिसिटी फ्लो हुन्छ। ग्राफाइट के हो इन्सुलेटर हो कि कन्डक्टर हो त्यो ग्राफाइटबाट अब चाहिँ हामी गर्छौँ भने केबाट त्यो कपरबाट के भन्छ आइरनबाट हामीसँग आइरन आइरनबाट छैन हामी की पनि केबाट हुन्छ भने आइरनबाट हुन्छ त्यसलाई हामी के गर्छौँ कीलाई यहाँ राख्छौँ के राख्छौँ यहाँ राखेर हामी हेर्छौँ। यहाँ हेर्न तपाईँ सक्नुहुन्छ यहाँ की कहाँ छ त यो आइरन पनि के भयो इन्सुलेटर भयो कि कपर भयो के भन्छ कन्डक्टर भयो। यो के भन्छ भने यो फलाम चाहिँ के छ भने एउटा प्लास्टिक रबर डलमा चाहिँ छ है भएको त यहाँ मैले टच गरेछु त इलेक्ट्रिसिटी फ्लो भएको छ छैन तर म यहाँ इलेक्ट्रिसिटी जहाँ तर म यहाँ के गर्छु भनेपछि तर म यहाँ के हुन्छ भने आइरनमा जहाँ पनि टच गऱ्यो भने के हुन्छ यो मोटर चल्छ तपाईँले हेर्न सक्नुहुन्छ चलेको छ भनेर मुभमेन्ट हेर्न सक्नुहुन्छ मोटरको। ल यो हाम्रो चाहिँ के थियो भने इन्सुलेटर र कन्डक्टरको बारेमा एउटा सानो इक्जाम्पल र प्र्याक्टिकल थियो। ल